के छ तपाईहरुलाई स्वागत छ फेरि नयाँ भिडियोमा। अनि आज चाहिँ भाइ आएको रहेछ है। भाइले गिफ्ट ल्याइदिएको छ। गिफ्टै ल्याइदिएको चिकन ल्याएर। हिजोको भिडियो हेरेर आयो क्या स्याड भयो भनेर। हैन सब त हामी प्लान थियो। हिजोको भिडियोले आजै आउनु मन लाग्यो मलाई। जुसेर जो सबैलाई चाहिँ म थ्यांक यू भन्न चाहन्छु सपोर्ट गर्नेहरुलाई है। अब लाइफ यस्तै हो त्यस्तै हो हैन। अघि बढ्नुपर्छ। सबैले जे होस् राम्रो मोटिभेसन दिइरहनु भएको थियो हैन। अनि पर्सनली मेसेज पनि गरिरहनु भएको थियो। अनि त्यसपछि कलसल पनि गरिरहनु भएको थियो के भयो यस्तो भएन। अब जे भयो जस्तो भए पनि ठिकै छ हैन। स्टिल बाँचेकै छु। रमाइलै छ। अलिकति हल्का सिरियस हुनुहुन्छ काममा त्यति मात्रै हो। अब हामी चाहिँ खास भने नि यो भाइले चाहिँ आज चिकन बनाउँछु भन्थ्यो। चिकन बनाउने हो। बनाएको दाइकोमा आउँछ, खाएको मेरोमा आउँछ। कसरी बनाउने चाहिँ दाइले अब के गर्नुहुन्छ दाइ? म दाइलाई नि जबरजस्ती दाइलाई बचाइदिएर अब एक उ गर्ने भने नि त यसलाई हामीले अब के भन्छ यसलाई पोल्ने नि त। पोल्ने हो। कसरी पोल्ने त? वाइल्ड कमेडी हुन्छ फिल भइसक्यो मलाई आज। हैन हुन्छ भाइ यतिको त त्यस्तो के भन्छ पोर्क अनि यो पोर्क हैन अलिअलि पाक्न त पाक्छ यो छिटै पाक्छ पनि फेरि अनि राम्रै हुन्छ तर हामी चाहिँ तर घाम चाहिँ ओभर लाग्यो नि त भाइ। जाडोमा घाम थियो नि त। भनेपछि उ तल सेटिङ गरौँ न तलतिर हुन्छ। सुमा पकाउँ न पकाएपछि खानेको त डिसाइड गरौँ न। पकाउनेमा फोकस गरौँ न। त्यो त पकाउने ठाउँ भने क्या पकाउने पनि जहाँ गरे पनि हुन्छ। इट्स अप टु यु कहाँ सजिलो लाग्छ। हल्का छेउमा चाहिँ शीतल हैन। डरोस् तर काँचो नहोस्। अब दाउरा चाहिँ हेर्नुपर्छ। दाउरा चाहिँ कहाँ छ खोज्नुपर्छ। दाउरा चाहिँ खोज्नुपर्छ तलतिरै होला यार। कहाँ खोज्ने? औ भाइ कहाँ खोज्ने? यस्तै छ। अब आज यहाँ चाहिँ कोठा पनि सेट गर्नुपर्ने भाइ। अब तिमी पर्यौ आज। तिमीलाई आज यहाँ छ नि सरसफाइमा लाउँछु म। कहाँ राख्ने होला? यहाँ चाहिँ ट्याक्कै कोठा बनाउनु पर्यो भने क्या। पर्सनल रुम। यहाँ राम्रै छ। अलिकति सफा गरेको हुन्छ। यो धानहरू हो। यहाँ मेरो डस्ना छ। यो ठाउँ ठिक्क छ देखेन भाइ। माथि टक्क हुन्छ नि बिहान उठेर टक्क रनिङ सनिङ गर्नलाई होइन। राम्रो रहेछ। 2-3 महिना चाहिँ यहाँ सेट हुनु पर्यो भनेको। ठाउँ छ नि हो भाइ। यहाँ चाहिँ एट्याच बाथरुम त छ। सफा चाहिँ छैन। यहाँ त सब सेट छ नि भाइ। सफा चाहिँ गर्न बाँकी रहेछ। सफा चाहिँ गर्नु बाँकी छ। हजुर पहिला चिकन बनाएर अलिअलि भोक पनि लाग्यो। अहिले चाहिँ हामीले हल्का दाउरा खोज्यौँ। पुग्छ होला यतिले। तर हामी चिकन होल पाक्नु त टाइम लाग्छ नि भाइ। तर यो धेरै बल्छ होला। ल यति जम्मा गऱ्यौँ। यतिले भ्याउँछ। बिहान फेरि खोज्नुपर्छ यहाँ भाइ। बाख्रा चाहिँ बिहा चाहिँ क्या है फ्रेस छ त है। ल दुईटा बाख्री, दुईटा पाठा बाख्री र एउटा बोका। दाइ यहाँनिर गरौँ भाइ। अघि त्यहाँ अलिकति यहाँ दामी छैन त। बल्छ दाइ? बोल्नु पर्ने हो यार। यस्तो बाल्यो भने हामी जङ्गलमा कसरी सरायो भने त। कस्तो हात कामेको म्यामफुले। मेरो छ हात पनि कामेको। रक्सी नखाऊ भन्छु नि म भाइ। दाइ त देख्न सक्नुहुन्छ हामीले आगो बालिसकेका छौँ। अब मासु पाक्छ पाक्दैन चाहिँ हेर्दै गरौँ। पकाएको चाहिँ यहाँ मेरोमा आउँछ। अनि पाकिसकेपछि मुकबाङ चाहिँ आयन बस्नेत आउँछ। @आयन बस्नेत हेर्नु होला। बल्छ त भाइ। हाल्नु पर्यो नि दाउरा पनि अब। यसरी हाल्दैछौँ हामी। हाम्रो चाहिँ यहाँ दुईतिर छेडेका छौँ।
अनि बाँच्ने हाल्दैछ यसरी फर्स्ट टाइम हो हाम्रो होइन बिस्तारै आउँछ होला आएको त दामी बोल्यो त कुकुरलाई राख्दिन ल उही दामी भएको बोलेर है मैले भाले चाहिँ बोल्दैन भाइ घिसिङले पालेको छ है बाघ पो हो त नि अझै सकिन्छ भाइ दाउरा हाल्नुपर्छ ल है त नेक्स्टमा भेटौँला यो नेचुरल हरियो हरियो सागपात के हो झ्याप हुन्छौँ क्या हामी आगो चाहिँ हेर्नु होला हाम्रो दामी बलिरहेछ अब हल्का चाहिँ डर छ अब हाम्रो फर्स्ट टाइम हो फर्स्ट टाइम भाइ तिम्रो ब्याचलर केटाहरू यस्तो त हो नि त्यो बनाएको छ अहिलेसम्म यस्तो फर्स्ट टाइम हो अब आज हेरौँ ट्राई गरौँ दामी हावा लागिरहेछ अलि त बस्न आउनु थाल्यो सागपात चिकनको भनेको तपाईँ एकछिन रेस्ट गर हामी डिउ पिउँ न यार चिसो भयो काम गर्नुपर्छ दाइ ले भाइ धुलो छिर्यो क्या धेरै ल आज चाहिँ फेरि धान सुकाउने पराल सुकाउने काम चाहिँ स्टिल चल्दैछ आज पनि आन्टीले खेतालाहरू बोलाउनु भएको रहेछ अहिले त पाक्दैछ अलिअलि डढ्छ होइन तर केही हुँदैन भित्रको पाकेको भइहाल्यो नि बाहिरको अलिअलि चिकन त अलिअलि काँचो खायो नि के हुँदैन तर भाइ पोर्क मात्रै हो अनि अस्तिको जङ्गलमा खाएको छैन घरमा गएर साइको भएको नि यार किन हो दाइ अनि टेपम हुन्छ नि हो नि ए डर लाग्यो र डर लाग्यो भने अब खानु खाइसक्यो अलिकति साइको लाग्छ नि अब यो चाहिँ लाग्छ होला 1-1.5 घन्टा हेरौँ कति लाग्छ हामीले खासै ह्यान्डलहरू सिजनिङ गर्नु चाहिँ बिर्सेछौँ ठिकै छ फर्स्ट टाइममा धेरै पाक्यो त कमेन्टमा लेख्नु होला यो पाकेको छ कि छैन भनेर अलिक पाकेको छैन यार यो पाक्यो थाहा छैन हामीले अरू कुराले झ्याप बनाइसक्यो यार यो चाहिँ हामीले फेरि हरियो सागपातले हरियो सागपातले गाह्रो बनायो धुवाले अलि लाग्यो तिमीलाई अघिदेखि बसे त 1-2 घन्टा साइको भइसक्यो तर फर्स्ट टाइम 80% चाहिँ पाकिसक्यो 20% नहाल्यो नि त है कुटौँ होला यसले मासु नै छुट्टिएर झर्न लागिसक्यो बहुत घाम खायो यस्तै छ यहाँ केही छैन त्यही भएर म यो पकाएको सकाएको बनाउनै मन लाग्दैन क्या वक्क लाग्छ अघिदेखि त आएको नि हामी त झन् छिटो आएको हामी 11 बजीतिरै 11 बजी चाहिँ होइन हौ तर हामीले धेरै हालेको छैन 1.5 घन्टा पनि भएको छैन पाक्नु टाइम लाग्छ चिकन पनि फेरि ठुलो छ नि त भाइ ठुलै मनपर्छ जाऊ तिमी पनि पराल सुकाउन आजलाई यति हो नेक्स्ट टाइम आउँदाखेरि नेक्स्ट टाइम आउँदा फुल काम लाग्छ तिमीलाई म आज झ्याप भइसक्यो ल प्रो मुकबाङ्गरको मोमो सेटअप सक्यो चौचा खानुपर्छ अब यो चिकन चाहिँ जस पाकेको खायो नपाकेको चाहिँ यहाँ छोडिदिएको त्यो चाहिँ कहाँ छ भने कसरी खायौँ भन्ने चाहिँ आइन बस्ने च्यानलमा हेर्नु होला त्यहाँ खाएको चाहिँ मजाले कसरी खायौँ के मिठो थियो कुन पार्ट खायौँ भने त्यहाँ हेर्नु होला आइन बस्नेमा क्लिक गर्नु होला हेर्नु होला हामीले चिकन कसरी खायौँ के गऱ्यौँ होइन त यो अहिले त खाँदो रहेछ यार मेरो भिडियोमा चाहिँ किन भेज भएको म्याम बोलले अघिसम्म भेज थियो है खाइरहेको थिएन अहिले त मस्त खाएँ क्या क्यामेरामा लजाइरहेको रहेछ नि त भाइ मस्त साई रहेछ भिडियो जस बिस्तारो बढ्दैछ आमा त्यसले माथि खानु खोजेर न ओ सनी है त दिनुपर्छ एकछिन एकछिन देऊ न
त्यो त त्यसले खाइसक्दैन होला, त्यो धेरै ठुलो छ। बिरालो पनि छ त, कहाँ छ बिरालो चाहिँ? देखिहाल्यो त हजुरको बिरालो। जे पाल्दैछ दाइले बिरालो। मैले पालेँ होइन। जे हो भने त आइज यो डग लभर। किन आउँछ होला? ओ सानै खै सबसँग फ्रेन्डली रहेछ त रे। होइन राम्रो मान्छेसँग त फ्रेन्डली होला नि। गफ चाहिँ दिइहाल्छ। ल धान सुक्दैछ आज पनि, भ्यू चाहिँ दामी आएको धानको। यस्तै छ। के छ आन्टी? प्योर किसान आन्टी चाहिँ भर्खर आन्टीहरूको चाहिँ ब्रेक कामबाट। खाँदै ब्रेक? फेरि मैले काम गरेन के भन्नु होला है, मेरो बिस्तारै गर्छु अब, यस्तै छ आजभोलि मुड होइन। बिस्तारै गर्छु म भने क्या लेबर अप। के छ बाबु? ठिकै छ। के होला यो दाइ फर्स्ट कुकुर र बिरालोसँगै बस्ने? क्या त्यो त नि त्यस्तो उसतिर मात्रै हो नि भाइ, मुभीतिर मात्रै हो नि। होइन नि यो घरेलु त बसिहाल्छ नि। त्यो बिरालोलाई खेलाएर देखाउ त। आई एम अफ्रेड अफ पुसी के। बानी छ हौ भाइ तिमीलाई खेलाउने। छोडिदिनु भन्दा धेरै गर्नु हुँदैन। बिरालो बाटो भइसक्यो, चढ्न आँटिसक्यो। यो पोथी हो क्या भाइ? यो कुकुर किन दाइ? तिमीसँग टाँसेको टाँसेको छ त। सोझो छ हेरौँ त। कुकुर रहेछ त, केटा रहेछ। चिलहरू चाहिँ यहाँ मस्त उठ्दो रहेछ यार। खै आज पनि यहाँ बसौँ भने आज पनि होला जस्तो छैन। ओइ यहाँ म माथिबाट तान्दियो यसले त। फर्किने हजुर? फर्किनु पर्ला जस्तो। तिमीलाई पनि छोडिदिन्छु अब। यहाँ पठाऊ, यसो पठाऊ चाहिँ ट्राई गरेर त यहाँसम्म हुन्छ कि हुँदैन रहेछ। जस्ट ट्राई गर न यसलाई बाबु। ल पक धेरै मिहिनेत नगर कि, तँलाई म दिन्छु भाइ चाहिँ। पक न हौ पक। लाखाला मोज गर एक बारको जिन्दगीमा, मोज गर। ल अब खाइनस् भने चाहिँ फेरितिर हो। छजनाले हेर्दैछ है? छजनाले हेर्दो रहेछ? एक्सेप्ट गर्दैन। कहाँ एक्सेप्ट गर्दैन नि, धेरै झ्याउ छ क्या। माथि मेन रोडबाट धेरै तल छ। गऱ्यो त 12 किलोमिटर टाढा छ। 12 किलोमिटर त्यसले जिस्क्या होला हौ। आउँदैन ल नगर 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 ल्याङ हुन्छ। के भन्नु नि 27 मिनट देखाएको छ, ट्राई गरौँ न। हेर्नु हामी थगेका छौँ भने हेर्नु एराइभिङ 27 मिनट भन्ने देखाएको छ। के गर्छ हेरौँ न मैले, ट्राई गरौँ न। उसले झुकेर होला। ल हेर यहाँ कुकुर र बिरालो दुइटैले खाइदिएछ मस्त मिलेर। खा 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 ल मोज गर। दाइहरू हुन्छ लगाउनु सक्यो दाइ क्यामेरादेखि नदेखाइदिनु बिचरा दाइ। हेर त दाइहरू भएपछि मोज गर्छ नि हामीले पनि। हेर न एउटा दाइले किन्छ, एउटा दाइले पकाउँछ। मोज गर्नै पर्यो नि। मोज गर्नै पर्यो नि। धान निकालेर यो दामी रहेछ है। यस्तो मेसिनमा त मैले गरेको छैन यार। मेसिन आउँछ होला नि यो हुन्थ्यो हाम्रो त्यो त। गाडी आउँथ्यो, गाडीमा हाल्नु पर्थ्यो कि यसरी। ए त्यो त महँगो पर्छ नि झन्। त्यसमा गर्थ्यो कि। त्यसमा त पराल पनि छुट्टिन्छ होला यता। पराल यतातिर आउँछ अनि धानहरू तल झर्छ कि। यस्तो त थिएन कि। त्यो छ नि यता यहाँ यता देखाउनु झन् माथि पाहाड, पुरो पाहाडहरू देखाउनु झन्। क्या दामी ठाउँ हो नि। बिहान झन् उठेर यहाँ रनिङ हान्नु पऱ्यो भनेको। ठिकै छ आज पनि अब यो भाइलाई म उता छोडिदिन्छु, त्यही भएर अब भोलि नै आएर म सफा गर्छु। ठिकै छ भोलि एक्टिभ हुनु। एकैचोटि जोसेर पनि केही हुँदैन। आज एउटा कन्टेन्ट भइहाल्यो पकाउने। भोलिदेखि रनिङ हान्नु सफा गर्ने होला नि भोलिदेखि। अब पकाउनु चाहिँ सिक्नै पर्ने भयो है भाइ। भोकले मिठो भएको होला है दाइ। यो त हामीले खाएको त पाकेकै थियो भाइ। के भोकले हो? भोकले पनि हो।
के हरियो पातले हो मैले त बिहान ठ्याक्क कति दुईटा रोटी र चिकन खाएर आएको थिएँ के खाएँ तिमीले ब्रेड मैले ब्रेड खाएँ अनि अन्डा खाएको थिएँ 2टा अन्डा इङ्ग्लिस ब्रेकफास्ट हाने चाहिँ पेटलाई होइन त हेल्थ कन्सियस हुन थालेको होइन अघि कतारमा भुइँ अचार त दामी बनाउनु भयो दाइले त भाइ के साह्रो हो भाइ त्यो त बेयर मिनिमम हुने भाइ होइन नि राम्रो धेरै दाइ खुसी लाग्यो भाइ म सलल हेर धानको बाला झुलेको दामी छ चिसो होला दामी छ हेर्दै मजा आयो यार धेरै मिनरल्स छ यार मिनरल्स भएको पानी अघि हुन्छ क्या कस्तो लाग्यो ओए सेक्सी भ्यू छ त हो दाइ अझ हिमाल देखेर चाहिँ अरूलाई मात्र ठ्याक्क म आइने होइन ठ्याक्क पारि हिमाल देख्छ क्या ए मजाले क्या कट